बेला ती हाम्रो देशका कुमारी छोरा नेताहरूलाई हामीले भोट हालेर अहिले हाम्रो देशका जनताहरूले कस्तो दुःख पाए त्यो भन्दा हामीले त्यो बेला हामीले हाम्रो देशका नेताहरूलाई भोट हाल्नु भन्दा ती हामीले डोनाल्ड ट्रम्पको हाम्रो कत्रो छ डोनाल्ड ट्रम्पको क्रेज डोनाल्ड ट्रम्पलाई भोट हालेको भए सिधै नेपाललाई त अमेरिका बनाइदिन्थे हामी पनि कस्तो के फेरि सिरे हो कि होइन भन्छ तेरो गोरे कहाँ डोनाल्ड ट्रम्पलाई भन्छ जोनी सेन्सलाई भन्न जोनी सेन्सलाई ट्याक्क इन्डिया जाने त्यहाँबाट स्याउल्याएर बेरोजगारी नेताको मुखमा कप्पा हाल्दिने म त झन् हेरेर केटाहरू कुरै बुझ्दिनँ हाम्रो देशका नेताहरू छन् कहिले केही गर्छ भने केही गर्छन् कहिले चमत्कार गर्छन् बलात्कार गरिदिन्छन् त्यही भएर यहाँ बसेर कुरा गर्नु भन्दा उतै नेता गरेर जाउँ त जाउँ काम छैन जाउँ ल यस्तो कुरा गरे यो नेतालाई मैले चाहिएको यो नेता उबेला के आश्वासन देखाएको हामीलाई कस्तो थाहा दिएर मुखबा पहिला भोट हाल्न पेट्रोल हालिदिन्छु गरे अहिले पेट्रोल हाले हामीलाई कस्तो 5 लिटर पेट्रोल हालिदिन्छु भन्न गाईको अहिले हामीले बनाएर फोन कहिले गर्दै गरेन कि हाम्रो नेताले पहिले के गरे हामीलाई गर्न उ बेलामा कस्तो भोट हाल्दाखेरि हामीले के गरेनौँ नेताहरूलाई अब त्यो नेतालाई हामी छोड्नु हुन्छ त मलाई 5 लिटर पेट्रोल भन्थ्यो 1 लिटर पनि हालेनन् भयो त अब हामीलाई के भनेको थियो नेताले खुबै पेट्रोल हालिदिन्छु गरे अहिले हामीले गएर फोन उठाउँछन् उठाएनन् ओ नेता हेर ओ ह मासाले हग्ला के हग्ने दिन तलाए म अड्यो तपाईँले भन्नु भएन हामीलाई रोजगारी दिन्छु देशमा तिमीलाई रोजगारीको सिर्जना कमी गर्छु भनेर अहिले के हो तपाईँले आश्वासन देखाएर मात्र हुन्छ हाम्रो परिपूर्ति पुरा गर्नु परेन खोइ तपाईँले के गर्नुभयो अहिलेसम्म देशको लागि भन्नु त के रे तिमीलाई मैले रोजगार दिने ठेक्का ल्याएको छु उतिखेर तिमीलाई परभन्दा ट्राई गरेर पढ्ने हेर्ने अझ कोही यसले फिटफाट मेडिकेट हान भन्ने अब गुलाल्ला भन्ने बदन केटाहरू तिमीहरू विदेश जाऊ तिमीहरू त्यहाँबाट विदेश गएपछि रेमिट्यान्स आउँछ जे पनि भरे नि तिमीहरू बुढी पनि खुसी सही कुरा गर्नुभयो आज आएर चाहिँ तपाईँले हाम्रो मन जित्नु भयो ल अब चाहिँ हामीले अरू विदेश जाने पैसा कमाउने आफैपट्टि पनि खुसी हुने पैसा कमाउने जाऊ है केटा ल जाऊ यस्तै भेडा जङ्गाली गर्दा हो कि मेरो 2 वर्ष जाने पछि 5 वर्ष अस्ति हग्न दिएको थिएन नमस्कार पुपुरीवासीहरू म शङ्कर जहाँ जान्छु म त्यहाँ सङ्कट पिछाडै सार्छु ठुलो कुरो गर्नुभयो यो नेताले चाहिँ के गर्छ के पुपुरीवासी निवासहरू यदि तपाईँहरूले मलाई भोट दिनुभयो भने सबको खेतमा पिच गराइदिन्छु जता गए पनि चाहिँ कोप्तामा जाऊ जे गरे पनि तर अनि हजुरहरूले मलाई पानी आएन भन्न पनि धेरै त्यो माग गर्नुभएको छ पानी त के तपाईँहरूको घर घरमा पेट्रोल लगाइदिन्छु सबको टोयलेटमा पेट्रोल आउँछ पेट्रोल बाइक चलाए पनि जेगराए पनि मजा हुन त हो के यहाँले गरेको कुरा पनि सही हो तर अब त मेरो बाइकै छैन त्यो अब त्यो तेल के अब मैले के रोटी हाल्नु घरमा लागिन रोटी हाल्नु मिलेन नि तपाईँले भने कुरा मलाई चित्त बुझेन जनताजी बुझेन कुरा बिगार्छ के हो यसलाई सट्टीमा के कुरा गर्नु पर्यो बाबु तिमी आऊ त कुन कुरा बाबु यार तिमी पढ्नेदेखि बुझ्ने मान्छे भयो अहिले बुझ न त्यो पेट्रोल बाइक नभए के भयो त बजारमा लगेर बेच पेट्रोल बेच्नु पैसा आउँछ पछि बाइक किन फेरि त्यसैमा हाल पेट्रोल अनि के सहयोग पर्दा यसो म सहयोग गरिहाल्ला नि अहिले यसो मिलाउन यताउति अनि केटा हो अहिलेको भोट चाहिँ मलाई हुनै पर्छ है ल कसको फोन आयो भाषण दिनु आयो कतिवटा मोबाइल छ नि यार पनि अब कमाइने यार यो मोबाइल यस्तै हुन्छ क्या हेलो आउनु पर्यो ल एकछिनमा आयो है ल
र चाहिँ केटा अहिले मलाई केही कारणवशले जानै पर्यो तर चाहिँ नबिर्सिनु नि भोट के अरे जनताहरू बस्छन् डेरामा भोट चाहिँ केरामा हो केरामा केरामा है केटामा गएर नेताजी तपाईँलाई ढप्प ल माटो फेरि भोट माग्न आयो के चुनाउला? बाङ्गिए त चस्को बाङ्गिएन बेलु न मलाई भोट हालेर जिताउनु भयो भने म यो हाम्रो देशमा विभिन्न रोजगारीका सृजनाहरू गराउने छु जस्तै पुल बनाइदिनेछु घर घरमा बाटो ल्याइदिनेछु र घर घरमा धाराहरू जोडिदिनेछु पाइपहरू यो नेता पनि चोटिया रहेछ कि यो यसले पलम्बर यो धारा जोड्छ यसलाई अब यसलाई भोट हालौँ मलाई भुटाउनु पर्यो त मलाई उल्टो लाग्छ तपाईँ के कुरा गर्नुहुन्छ उल्टो चस्मा लगाएको छ भन्नुहुन्छ तपाईँको त्यो सोच हो जस्तै हामीले यो उल्टो चस्मा लगाए पनि सुल्टो चरा लगायो भने देखिन्छ मान्छे सुल्टै गरे तपाईँ अब बजारमा दिन्छ त्यही भएर मैले नयाँ तरिकाले आफ्नो कन्सेप्टले नयाँ केही सोध्छु केही गर्छु भनेर मैले यो आफ्नो अप्नाएँ हो ल तपाईँ यो चस्मा लगाएर हेर्नुहोस् त नपत्या ल चस्मा लगाएर यो उल्टो लगायो भने तपाईँले एउटै देख्नुहुन्छ यी देख्नुभयो कि नै मलाई सही देख्नुभयो कि नै अब यी सुल्टो लाउनु भयो देख्नुभयो अहिले देख्ने स्टाइल हो मान्छेको हेर्ने सोचाइ फरक भने तपाईँ के कुरा गर्नुहुन्छ त्यही भएर लोलामा भोट हाल्नुहुन्छ तपाईँलाई लोलामा छाम्न नि मिल्छ खै छामम त ल मजा आउँछ गिलिक गर्दो रहेछ त बाबु फुटेको यी अरू पनि छन् लोला तिमीहरू लैजाऊ जति छन् लैछ अरे यस्ता तिमीहरू त हस्टेलमा कति पाउँछौ कति मस्तै पाउँछ यति पाउँछन् त्यो हस्पिटलको बेला पनि खेलाउन मिल्छ मजाले मिल्छ सानो हुन्छ होला त्यो त सानो होइन ठुल्ठुला पनि हुन्छन् विभिन्न हुन्छन् ल हुन्छ नि त यसपालिको यस्ता कुरा छोडिदिनुहोस् अरू नेताले जे सुके भन्छन् अब नेताहरूले सबैले राख्ने भने नोट झोलामा झोलामा ल छाम्नुहोस् त मजा गर्नुहोस् अनि हाम्रो देशका नेताले मलाई के भने ऊ 5 लिटर पेट्रोल हालिदिन्छु अरे लास्टमा मैले चुनावमा त्यत्रो भोट हालेँ त्यत्रो भोट हाल्न मैले जिताएँ लास्टमा त मलाई 1 लिटर पेट्रोल त्यही पनि आज गाईको मुख जस्तो पेट्रोल त्यो रातो त्यो बाइकको ट्याङ्की वाला सर्भिस गर्दाखेरि बिग्रिएछ त्यस्तो भइरहेको छ मेरो अब तिन नेतालाई भन्दा पनि जसले अब पहिला मेरो 5 लिटर पेट्रोल हालिदिन्छ त्यस्तोलाई भोट हाल्छु मैले अगाडि होइन साथी होइन आफ्नोलाई भन्दा राम्रोलाई अगाडि बढाउनु देशमा अहिले कति गरिबी बढिरहेको त्यो सोच्नु पर्यो ठिक बन्यो यस्ताले भन्नु नहुन्छ यस्ताले भन्नु देशमा अहिले के बालेन आएका थिए बालेनको इक्जाम्पल लिएर सक्छ त्यो बालेन कति अहिले कति सपार्दैछन् होइन पेट्रोल जसले हाल्छ म त त्यसलाई भोट हाल्ने होइन त्यस्तो गर्नु हामीले आफ्नोलाई भन्दा राम्रोलाई अगाडि बढाउनुपर्छ